परिवर्तनको आशा हाम्रो भरोसा हाम्रै दाजु हाम्रै भाइ विकास प्रेमी युवा नेता मनोज भट्टराई के भन्दै संसारले जित्नै पर्छ ताराले छैन केही खोटा टाढामै हो के भन्दै संसारले जित्नै पर्छ ताराले हाम्रै हो दाजु दुखीलाई साथ दिने युवा नेता मनोज सबैसँग मिल्न सक्ने सबैलाई जोड्न सक्ने खोज्दैन सबैसँग मिल्न सक्ने सबैलाई जोड्न सक्ने खोज्दैन सबै जाति सबै भाषी हिन्दू किराँत बौद्ध सबै धर्मलाई सम्मान के भन्दैछ साराले जित्नै पर्छ ताराले छैन केही खोटा हाल्दै हो यसपालि तारामा के भन्दैछ साराले जित्नै पर्छ ताराले सभ्य सुन्दर समाजको लागि तारामै हो भोट यसपालि भ्रष्टलाई तोड्ने समाजलाई जोड्ने सबैको हाई हाई मनोज भट्टराई के भन्छ साराले समाज जोड्न जित्नै पर्छ ताराले सबैको हाई 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 के छेत्री के बाहुना के लिम्बू के भाइ सबै जाति सबै भाषी हामी दाजु भाइ के भन्छ साराले समाज जोड्न जित्नै पर्छ ताराले सबैको हाई हाई शिक्षामा सुधार गरिब दुखी जनताको गर्नलाई उद्धार के भन्छ साराले समाज जोड्न
मान्छे छन् गरा जात र धर्ममा नगरौँ झगडा हिन्दू बौद्ध किरात सम्मान सबै धर्मलाई तपाईँ हाम्रै दाजु तपाईँ हाम्रै भाइ विकास प्रेमी युवा नेता मनोज भट्टराई के भन्छ साराले समाज जोडाला जित्नै पर्छ ताराले लौ आयो सबैको हाई 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 मनोज भट्टराई परिवर्तनको आशा हाम्रो भरोसा हाम्रै दाजु हाम्रै भाइ विकास प्रेमी युवा नेता मनोज भट्टराई के भन्दैछ साराले जित्नै पर्छ ताराले छैन केही खोटा तारामै हो भोटा के भन्दैछ साराले जित्नै पर्छ ताराले हाम्रै हो दाजु दुखीलाई साथ दिने युवा नेता मनोज भट्टराई सबैसँग मिल्न सक्ने सबैलाई जोड्न सक्ने खोज्दैनन् सबैसँग मिल्न सक्ने सबैलाई सर्न सक्ने खोज्दैनन् सबै जाति सबै भाषी हिन्दू सबै धर्मलाई सम्मान के भन्दैछ साराले जित्नै पर्छ ताराले छैन केही खोटा हाल्ने यसपालि तारामा के भन्दैछ साराले जित्नै पर्छ ताराले समाज जोड्ने नाम अगाडि बढ्दा पछाडि राई तपाईँ हाम्रै दाजु तपाईँ हाम्रै भाइ मनोज भट्टराई के भन्दैछ साराले जित्नै पर्छ ताराले सभ्य सुन्दर समाजको लागि तारामै हो भोट यसपालि व्यापारिक रूपमा विकास गर्न कुटुम्बाको समस्या र व्यवस्थापन गर्न आर्थिक रूपले आत्मनिर्भर युवा र समृद्ध भविष्यका लागि कङ्ग्रेस मनोज भट्टराईलाई मतदान गरी विजय गराउन सम्पूर्ण मामला सभा उपस्थितिका लागि हार्दिक आह्वान गर्दछौँ। मनोज भट्टराईलाई अत्यधिक बहुमतले विजय गराउन सकिन्छ। यस क्षेत्र नम्बर 1 को
सम्पूर्ण